जोजलपा नमस्ते। श्रोताहरूलाई समय सन्दर्भ लिएर म उपस्थित भइसकेको छु। सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै विभिन्न समसामयिक विषय उठाएर हामी विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्नेछौँ। श्रोताहरूको गुनासो सम्बन्धित निकायमा पुर्याउनेछौँ। यसै सन्दर्भमा आज हामी कुराकानी गर्न लागिरहेका छौँ कीर्तिपुर नगरपालिकाका प्रवक्ता तथा उपमेयर सरस्वती रिजाल खड्काज्यूसँग। आज हामी खास गरी उहाँसँग कीर्तिपुरमा केही दिन अघि न्यायिक इजलास र मेलमिलाप केन्द्र स्थापना गरिएको छ। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो, हजुर कार्यक्रममा स्वागत गर्छु। धन्यवाद। धेरै पछि फेरि कुरा गर्न पाएँ, खुसी लागेको छ। समय सन्दर्भमा आज म कीर्तिपुर नगरपालिकाको केही विषयमा छलफल गर्ने कोसिस गरिरहेको छु। सबभन्दा पहिले कीर्तिपुर नगरपालिकामा न्यायिक इजलास र मेलमिलाप केन्द्र स्थापना भएको छ। एकदमै गर्वको कुरा हो। यस विषयमा अलिकति बताइदिनुहोस् न। कीर्तिपुर नगरपालिकामा हामीले न्यायिक इजलास र मेलमिलाप केन्द्र स्थापना गरेका छौँ र यो स्थापना गर्नुपर्ने अलि पहिला नै हो, ढिला भएको छ। तथापि हामीले स्थापना गर्न चाहिँ सफल भएका छौँ, किनकि नेपालको संविधानले व्यवस्था गरे अनुरूप नै जुन संविधानको धारा 217 मा न्यायिक समितिको व्यवस्था गरेको छ र त्यही अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले मुख्य काम गर्ने क्रममा हामीले काम त गरिराख्यौँ। तर हामीसँग चाहिँ यो जुन भवन पनि हाम्रो नगरपालिकाको आफ्नै भवन पनि नभएको हुनाले हामीले इजलास स्थापना गर्न सकेका थिएनौँ र मेलमिलाप केन्द्र पनि हामीले मेलमिलापकर्ताको लागि 2 वर्ष अगाडि नै तालिम दिएका थियौँ, तर मेलमिलाप केन्द्र स्थापना गर्न सकेको अवस्था थिएन। र हामी निर्वाचित भएर आउनुभन्दा अगाडि नै पनि सयौं मुद्दाहरू चाहिँ नगरपालिकामा थिए र हामीले ती विवादहरूलाई चाहिँ निरूपण गर्ने काम चाहिँ गर्यौँ र केही जुन चाहिँ न्यायिक समितिले मेलमिलाप गराउनु मिल्दैन, जुन कि मेलमिलापकर्ताले नै मेलमिलाप गराउनु पर्छ, तर पनि हामीलाई बाध्यात्मक अवस्था थियो। हामीले मेलमिलाप गराउने गरेका थियौँ र इजलासलाई हेर्ने भने हामीले मेरो आफ्नै कार्यकक्षमा पनि हामीले इजलास चलाउनु पर्ने अवस्था रह्यो र त्यसरी पनि चलाएँ। मैले आफ्नै कार्यकक्षमा इजलास चलाएको थिएँ र अप्ठ्यारो हुँदाखेरि पछि एउटा रुम व्यवस्था गरेर त्यसमा चलाइयो। त्यस्तो खालको असहज परिस्थितिबाट चाहिँ हामीले सिर्जना गऱ्यौँ। हुन त सङ्घीयताको पहिलो जनप्रतिनिधि हामी, पहिलो अभ्यास हो, त्यो हुनाले पनि हामीलाई अप्ठ्यारो भएको हो र अब चाहिँ हामीले इजलास स्थापना गरिसकेका छौँ। त्यस्तो खालको अप्ठ्यारो हुँदैन। हामीले महिनाको 3 दिन चाहिँ इजलास बस्ने राखेका छौँ। 5, 15 र 25 गते इजलास बस्ने गरी चाहिँ हामीले त्यसरी व्यवस्था गरेका छौँ। त्यो हुँदाखेरि सहज हुन्छ र हामीसँग आएका विवादहरू छन् त्यसलाई चाहिँ मेलमिलापकर्ता कहाँ हामी पठाउँछौँ र मेलमिलाप हुन सकेन भने जुन स्थानीय सरकार सञ्चालन ऐनको दफा 46 को क र ख मा भएअनुसार न्यायिक समितिले निर्णय गर्न सक्ने विवादहरू यहीबाट निर्णय गर्छ भने नसक्ने विवादहरू, मेलमिलाप हुन नसकेका विवादहरू सम्बन्धित ठाउँमा पठाउने काम गर्छन्। त्यो भएको छ। त्यो हुँदाखेरि हाम्रो लागि चाहिँ अब हुन त अलिकति ढिला नै स्थापना भएको हो भन्छु मैले, तर पनि यो हुनु चाहिँ खुसीको कुरा छ। हजुर, पक्कै पनि यो न्यायिक इजलास र मेलमिलाप केन्द्र भने अरू नगरपालिकाहरूमा पनि स्थापित भएका छन् है? यो सबै नगरपालिकामा स्थापना, सबै पालिकाहरूमा स्थापना हुनुपर्छ र कतिमा भएका छन् होला, कतिमा चाहिँ भएको छैनन् होला। न्यायिक समितिको संविधानले व्यवस्था गरे अनुसार नै न्यायिक समितिको संयोजक, न्यायपालिकाको प्रमुख चाहिँ उपाध्यक्ष, गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख रहने व्यवस्था छ। त्यो हुँदाखेरि सबै पालिकाहरूमा चाहिँ स्थापना भएको हुनुपर्छ, स्थापना हुनैपर्छ, तर नभएको पनि हुनसक्छ, किनकि हामीले नै स्थापना गर्नको लागि हामी 3 वर्षको समय हामीले पुर्नु पर्यो र ओडामा पनि मेलमिलाप केन्द्र चाहिँ ओडामा पनि स्थापना हुनुपर्ने कानुनी व्यवस्था छ, तर हाम्रोमा हुन सकेको अवस्था छैन। हामीले ओडाहरूमा पनि स्थापना गरौँ भनेर चाहिँ केही समय अगाडि नै बजेट पठाएका थियौँ 50-50 हजार रुपियाँ, तर त्यसले चाहिँ
भौतिक संरचनाको अभावले गर्दा हुन सकेको छैन। अब वडा अध्यक्षज्यूहरूलाई पनि हामीले भनिसकेका छौँ, वडामा पनि स्थापना गर्ने गरी हामी चाहिँ मेलमिलाप केन्द्र चाहिँ स्थापना गर्छौँ। इजलास त नगरपालिकामा नै रहने हो। यो चाहिँ सबै पालिकामा 753वटा स्थानीय तहमा यो हुनुपर्छ र धेरैमा भएको पनि होला भन्ने लाग्छ मलाई। स्थापना भइसकेको पनि छन्। हजुर, यो संविधान प्रदत्त अधिकार हो, यो भएको हुनुपर्छ र हुनुपर्छ भन्ने मेरो पनि धारणा हो। अब यो परिकल्पना चाहिँ कहिलेदेखि भयो होला है? यो संविधान अब भनौँ न नगरपालिकामै एउटा इजलास स्थापना गरेर मुद्दा मामिला हेर्ने भनेर परिकल्पना कहिलेदेखि भयो होला? यो चाहिँ संविधान बन्दाखेरि नै स्थानीय तहमा भएका साना साना विवादहरू निरूपण गर्नको लागि बनेको वैकल्पिक संयन्त्र हो भन्छु मैले चाहिँ। यो वैकल्पिक संयन्त्र नै हो, किनभने यसमा चाहिँ हुन त नेपालको संविधानले 3 तहका अदालतको परिकल्पना गरेको छ। 3 तहका मात्र अदालत छन्। तर स्थानीय तहमा न्यायिक समिति, न्यायिक इजलासहरू बनिराख्दाखेरि चाहिँ धेरै विवादहरू चाहिँ स्थानीय तहमा भएका विवादहरू स्थानीय तहमा नै सुल्झिन्छन्। त्यो हुँदाखेरि सजिलो भएको छ। अहिले नै हेर्ने भने हाम्रो कीर्तिपुर नगरपालिकामा एउटा पालिकाले मात्र चाहिँ नि धेरै विवाद, 100औं विवादहरूलाई चाहिँ यो छलफल गर्ने, निर्णय गर्ने पनि गरेको छ। कति विवादहरू त्यसरी सुल्झेर पठाएको छ भनेपछि सबै पालिकाको हेर्ने भने धेरै विवादहरू सुल्झेका छन्। त्यो हुँदा चाहिँ यो परिकल्पना भनेको चाहिँ परापूर्व कालमा चाहिँ यो मुखियाहरू हुन्थ्यो जो चाहिँ नि चौतारामा बसेर छलफल गरेर त्यहाँ गाउँमा भएका समस्याहरू, आफ्नो टोलमा भएका समस्याहरू त्यही समाधान गर्ने प्रचलन थियो परापूर्व काललाई हेर्ने भने। र अहिलेको चाहिँ व्यवस्था अनुसार चाहिँ यो समस्या जुन साना साना समस्या छन् त्यो स्थानीय तहमा नै सुल्झोस्, स्थानीय तहमा नै समाधान होस्। जुन कि अदालत जान खर्चिलो पनि हुन्छ, गाह्रो पनि छ, जटिलता पनि छ। त्यो खालको जटिलता चाहिँ नआओस् भनेर नै संविधानले व्यवस्था गरेको होला भन्ने लाग्छ मलाई चाहिँ। हजुर, अब यसमा चाहिँ यो मुद्दा हेर्दाखेरि चाहिँ अब कुनै न्यायाधीशहरू नै हामीले नगरपालिकाले व्यवस्था गरेका छौँ त? हजुर, मुद्दाको लागि चाहिँ न्याय अब अधिकार प्रदत्त भनौँ व्यावसायिक न्यायाधीशहरू त हामीसँग छैनन्। यस्तो छ, न्यायिक समिति भनेको त संविधानले व्यवस्था गरेको उपप्रमुख न्यायिक समितिको संयोजक हुन्छ। 2 जना सदस्यहरू जो चाहिँ निर्वाचन गरेरै आएको हुन्छ, नगरसभाबाट निर्वाचित भएर आएको हुन्छ। 2 जना सदस्यहरू गर्दाखेरि 3 जना हुन्छ न्यायिक समितिमा। त्यो कानुनी व्यवस्था नै रह्यो र कानुनी सल्लाहकारहरू राख्न पाइन्छ र कानुनी सल्लाहकार चाहिँ राखिएको छ हाम्रै नगरपालिकामा पनि। सबैजना चाहिँ यसमा चाहिँ धेरै कुराहरूलाई चाहिँ यसमा कानुनी कुराहरू त छँदै छन्, कानुनी कुरा अध्ययन गर्ने हेर्ने कुराहरू त छँदै छन्। धेरै कुराहरू चाहिँ यो न्यायिक समितिको परिकल्पना गर्दाखेरि चाहिँ व्यवहारिक कुराहरू जुन गाउँमा टोलमा भएका समस्याहरू चाहिँ त्यही समाधान हुन्छन् भनेर बनाइएको हो भन्ने बुझ्दछु मैले। र त्यो हुँदाखेरि चाहिँ अब कानुनी कुरा, कानुनको अनभिज्ञता छेम्पे छैन पनि हो। त्यो हुँदाखेरि चाहिँ अध्ययन चाहिँ गर्नुपर्ने हुन्छ। तर कानुनी सल्लाहकारको व्यवस्था त गर्न पाइन्छ। कानुनी सल्लाहकारको व्यवस्था हाम्रो नगरपालिकामा छ र उहाँहरूले चाहिँ यो मुद्दाहरू हेरेर परामर्श दिनुहुन्छ। उहाँले परामर्श दिनुहुन्छ। यद्यपि हामीले पनि आफ्नो जुन न्यायिक समितिमा छौँ हामीले आफ्नो अध्ययन र आफूले गर्ने काम त गर्नुपर्ने हुन्छ। हजुर, अनि यो अब इजलास भनेपछि अब त्यहाँनिर मुद्दा नै अब छिनोफानो जस्तो हुने त होइन? यो छिनोफानो नै हुने हो। इजलासमा बसिसकेपछि चाहिँ मेलमिलापमा चाहिँ हजुरको मेलमिलाप हुन सक्ने नसक्ने के हुन्छ विवाद हामी मेलमिलापमा पठाउँछौँ। सूचीकृत मेलमिलापकर्ता हुन्छन्, उहाँहरूमा पठाएको हुन्छ। पठाइसकेपछि त्यहाँ चाहिँ हाम्रो कार्यविधि छ, न्यायिक समितिको कार्यविधि पनि बनाएको छौँ हामीले। त्यो कार्यविधि अनुसार चाहिँ जुन 45 दिनसम्म चाहिँ न्यायिक यो मेलमिलापकर्ता कहाँ रहन पाउँछ। त्यो हुँदा मेलमिलापकर्ताले चाहिँ मेलमिलाप हुन सक्यो भने त्यहाँबाट सुल्झिहाल्यो। यदि मेलमिलाप हुन सकेन भने चाहिँ नि त्यो विवादहरू चाहिँ फेरि न्यायिक समितिमा आउँछ। न्यायिक समितिमा आएपछि न्यायिक समितिले न्यायिक छलफल गरेर न्यायिक इजलासमा राखिसकेपछि चाहिँ त्यसलाई चाहिँ निरूपण गर्नको लागि निर्णय नै गर्न सक्ने विवाद छ भने निर्णय गर्न पाउँछ। जुन कि मैले भने नि स्थानीय सरकार सञ्चालन प्रष्ट रूपमा छ। यो विवादहरू मेलमिलापबाट मात्र गर्ने, यो विवादहरू चाहिँ न्यायिक समितिले निर्णय गर्न पाउँछ भनेर प्रष्ट रूपमा लेखिएको छ। जुन विवाद निर्णय गर्न पाउँछ त्यो विवादहरू चाहिँ निर्णय गरेको हुन्छ। र मेलमिलापबाट मात्र गर्ने विवाद र निर्णय गर्न नपाउने विवादको लागि चाहिँ सम्बन्धित ठाउँमा चाहिँ पठाउनु पर्ने हुन्छ। सम्बन्धित ठाउँमा भनेको चाहिँ हाम्रो काठमाडौँ जिल्ला अदालतमा हामीले पठाइदिनु पर्ने हुन्छ। हजुर, अनि अब मेलमिलाप कर्ता भनौँ न, अब सहजकर्ताको व्यवस्था चाहिँ कसरी गर्नुभएको छ यहाँहरूले?
मेलमिलापकर्ता चाहिँ हामीले मेलमिलापकर्तालाई हामीले आफैले तालिम दिएका थियौँ। जुन 27 जना मेलमिलापकर्तालाई हामीले तालिम दिएका छौँ कीर्तिपुर नगरपालिकाले। त्यसमा चाहिँ हामीले क्वालिफिकेसन एजुकेसन पनि राखेका छौँ। जो +2 गरेको हुनुपर्छ भनेका छौँ हामीले। उहाँहरू राखेर हामीले 2 वर्ष अगाडि नै तालिम दिएर सूचीकृत गराइसकेका छौँ र उहाँहरूबाट चाहिँ हामीले यसमा चाहिँ 48 घण्टाको तालिम हुन्छ मेलमिलापकर्ताको लागि र त्यो तालिम चाहिँ हामीले दिइसकेका छौँ र सूचीकृत पनि भइसकेको छ। अब +2 मात्रै पढेर हुने कि त्यो न्याय सम्बन्धी नै कानुन पढेको विद्यार्थी हुनुपर्ने त्यस्तो किसिमको केही प्रावधान छ? होइन पर्दैन। कानुन पढेकै विद्यार्थी हुनुपर्छ भन्ने छैन। जुन कि हामीले हेऱ्यौँ भने न्यायाधीश हुनकै लागि पनि धेरै राष्ट्रहरूमा हेऱ्यौँ भने त यो क्वालिफिकेसनले मात्र पनि त हुँदैन नि त। त्यो छ मेलमिलापकर्ताको लागि चाहिँ क्वालिफिकेसन हुनुपर्छ भन्ने होइन, तर हामीले न्यूनतम क्वालिफिकेसन चाहिँ हामी राखौँ भनेर हाम्रोमा चाहिँ सम्भव छ। +2 सम्म सकेकोलाई राख्दाखेरि सम्भव छ भनेर त्यति क्वालिफिकेसन राखेका हौँ। तर नराख्दा पनि त्यसले खासै फरक पर्दैन। मेलमिलाप गराउने भन्ने कुरा व्यवहारिक कुरा हो। लेखपढ गर्नुपर्छ, केही मिलाउनुपर्छ भनेर मात्र हामीले त्यति क्वालिफिकेसन राखेका हौँ। कानुनले विद्यार्थी हुनुपर्छ भन्ने होइन, आवश्यकता छैन है। अब यो 27 जना यहाँले तालिम दिएर तयार पार्नु भएको छ। यिनीहरू सबैजना अब नगरपालिकासँग सम्बन्धित कुनै मुद्दा मामिलामा आएर सकेसम्म मेलमिलाप गर्नेतिर लाग्छन्? हामीले 27 जनालाई तालिम दिएका थियौँ। अब 2 वर्ष अगाडि तालिम दिएको। अब हामीले फेरि पुनर्ताजगी तालिम रिफ्रेसमेन्टको लागि चाहिँ तालिम दिन्छौँ। त्यो गर्दा चाहिँ के छ त भन्दा उहाँहरूसँग चाहिँ हामी सम्पर्कमा छौँ, आइरहनु पनि भएको छ। हामीले नगरपालिकाको लागि हामी योगदान गर्छौँ भनिराख्नु भएको छ। हुन चाहिँ अघि तपाईँले भन्नुभएको जस्तो कानुनको विद्यार्थी हुनुपर्छ र भन्नुभयो। हाम्रोमा चाहिँ अधिकांश कानुनको विद्यार्थीहरू हुनुहुन्छ, जो कि कानुनको विद्यार्थी नहुँदा पनि हुन्थ्यो, तर कानुनका विद्यार्थीहरू नै हुनुहुन्छ हामीसँग चाहिँ आउनुभएको मेलमिलापकर्ता। र उहाँहरूले चाहिँ एकदम जुझारु र अलिकति तदारुकताका साथ नगरपालिकालाई हामी केही गर्छौँ भनेर लागिराख्नु भएको छ। र त्यो हुँदाखेरि चाहिँ अब हामीले सुरु गरिसकेका छौँ। अस्ति मेलमिलाप केन्द्र उद्घाटन भएपछि नै सुरु गरिसकेका छौँ। फाइलहरू उहाँहरूलाई अध्ययन दिने, उहाँहरू जहाँ नै पठाएर मात्र हामीले चाहिँ नि मेलमिलाप हुन सकेन भन्ने मात्र निरूपण गर्ने गरी त्यो खालको चाहिँ हामीले सुरु गरिसकेका छौँ। आउनु भएको छ। हजुर, यसमा चाहिँ कस्तो किसिमको भनौँ न, कस्तो किसिमको झै झगडा भनौँ न यो मुद्दा मामिला परिरहेको हुन्छ, अन्दाजी केही आइडिया छ यहाँलाई? हामीसँग चाहिँ कस्तो छ भने हुन त काठमाडौँ उपत्यकाको हकमा सबै पालिकामा यस्तै होला भन्ने लाग्छ मलाई। हाम्रोमा मात्र होइन होला। घरयासी विवादका मुद्दाहरू केही आउँछन् भने अधिकांश विवादहरू चाहिँ जग्गा जमिन खिचलोका विवादहरू चाहिँ आउने गरेका छन् हाम्रोमा। त्यो हुँदाखेरि जुन विवाद चाहिँ मेलमिलाप नै हो, मेलमिलाप हुन सकेन भने जुन विवाद न्यायिक समितिको अधिकार क्षेत्रभित्र पनि पर्दैन र नगरपालिकाकै अधिकार क्षेत्रभित्र पनि पर्दैन खिचलोका विवादहरू। जुन चाहिँ नि भौतिक संरचना हुन्छ, भौतिक संरचनामा चाहिँ स्थानीय सरकार सञ्चालन गर्ने कार्यपालिकाको प्रमुख भनिएको छ। नगरपालिकाको मेयरज्यूले नै निर्णय गर्नुपर्ने हुन्छ। उहाँले आफूले एकल इजलासले पनि हेर्नुपर्ने हुन्छ। तर त्यो खालका विवादहरू पनि छैनन् हामीसँग त। नगरपालिकाको अधिकार क्षेत्रभन्दा बाहिरका विवादहरू चाहिँ अधिकांश विवादहरू जग्गा जमिनको खिचलोका विवादहरू धेरै आउने गरेका छन्। जुन चाहिँ मेलमिलाप हुन सकेन भने हामीले चाहिँ सम्बन्धित ठाउँमा पठाउने भन्दा विकल्प हामीसँग छैन। त्यस्ता विवादहरू छन्, अधिकांश विवाद त्यस्ता छन् हामीसँग। अनि यो हाम्रो नगरपालिकाको यो न्यायिक इजलासमा अथवा मेलमिलाप केन्द्रमा भनौँ, यसमा भएका निर्णयहरू मान्य हुन्छन् त? अनि त्यसको कुनै प्रमाणपत्रहरू यहाँले केही दिनुहुन्छ? यहाँ भएका निर्णयहरू चाहिँ अब हामीले निर्णय जुन गरेको हुन्छौँ, निरूपणकै लागि निर्णय गरेका हुन्छौँ, त्यो चाहिँ 35 दिनभित्र चित्त नबुझ्नेले 35 दिनभित्र सम्बन्धित ठाउँमा चाहिँ उहाँले उजुरी गर्न जान सक्नुहुन्छ। सम्बन्धित ठाउँ भनेको काठमाडौँ जिल्ला अदालतमा जान सक्नुहुन्छ। यहाँबाट निर्णय गरेको चित्त बुझेन भने चित्त नबुझ्दा जान सक्नुहुन्छ र त्यहाँ गइसकेपछि त्यहाँबाट चाहिँ हामीले गरेको निर्णयहरू चाहिँ कति निर्णयहरू चाहिँ अब मा चाहिँ सदर पनि हुन सक्छन्, कति निर्णयहरू चाहिँ हामीले गरेको निर्णयभन्दा फरक पनि हुन सक्छन्। त्यस्तो हुन्छ र उहाँले चाहिँ यो जुन पुनः उहाँहरूले चाहिँ जानको लागि चाहिँ काठमाडौँ जिल्ला अदालत चाहिँ जान सक्नुहुन्छ। हामीले सबै डकुमेन्ट सम्बन्धित डकुमेन्टहरू चाहिँ जिल्ला अदालतमा पुर्याउने काम गर्छौँ र मेलमिलापमा चाहिँ डकुमेन्टै बनाएको हुन्छ र मेलमिलाप भयो भनेर डकुमेन्टेसन नै गरेको हुन्छ। दुवै थरीले चाहिँ हामी मिलेर आयौँ भनेर उहाँहरूले नै लिखित दिइसकेपछि मेलमिलाप भएको भनेर हामीले डकुमेन्ट बनाएर उहाँहरूलाई दिएका हुन्छौँ। त्यस्तो हुन्छ मेलमिलापमा।
हजुर मेलमिलाप भयो हामी एउटा कागज जस्तो बनाएर दुवै पक्षबाट मिल्न सिग्नेचर तयार गरेर छौँ भनेर उहाँहरूले निवेदन दिनुपर्छ र हामीले हजुर। चाहिँ नगरपालिकाले चाहिँ मेलमिलाप भएको हो भनेर दुवै थरीले हस्ताक्षर गरेर पठाएको हुन्छौँ त्यस्तो डकुमेन्ट त्यस्तो हुन्छ यस्ता मुद्दा मामिलाहरू धेरै किसिमका भइरहेको होला हाम्रो नगरपालिकामा कुनै एउटा किसिमको रमाइलो कुनै रमाइलो भनौँ कुनै एकदम प्रभाव पार्ने खालको कुनै निर्णय गरेको छ नगरपालिकाले कुनै अनुभव छ यहाँलाई थुप्रै विवादहरूको गरिएको छ हुनलाई त अब नभएको छैन धेरै विवादहरू चाहिँ गरिएको छ अब निरूपण भएका छन् हाम्रोमा जुन कि मलाई एकदमै प्रभाव र म आफूले चाहिँ हेर्दाखेरि सबै विवादहरू त उस्तै नै लाग्छ हेर्दाखेरि अब हामीले देख्दाखेरि सामान्य देखेको हुन्छौँ तर जुन कुराहरू चाहिँ एकदम गहिरिएर जटिल रूपमा हेऱ्यो भने समस्याकै रूपमा आएका हुन्छन् त्यस्तो खालको हुन्छ र मलाई लागेको तपाईँले भन्नुभयो होइन सबैमा लाग्छ लाग्न त तर लागेको र भन्नै एकदमै लागेको चाहिँ एकजना बुवाले आफ्नै छोरीको लागि चाहिँ जुन जन्म दर्ता गर्नको लागि छोरीको जन्म दर्ता गर्नलाई पनि म गर्दिनँ भन्ने खालको त्यस्तो खालको कि भोलि चाहिँ छोरीले चाहिँ मलाई मेरो उसले चाहिँ अंशको दाबी गर्छ कि भनेर जन्म दर्ता नगराएको जुन केसमा चाहिँ पुलिस प्रशासनलाई हामी भन्छौँ भनेर पुलिस प्रशासन तपाईँलाई पठाएर पनि मैले गराउन लान्छु भनेर मैले भन्नु परेको अवस्था त्यो केस चाहिँ मलाई एकदमै चाहिँ नि त्यो केसले चाहिँ एकदम मन छुन्छ मेरो त्यो चाहिँ छ रमाइलो अनुभव गर्नुहुन्छ अनि मेलमिलाप चाहिँ हामीले त्यसमा चाहिँ अब मेलमिलाप भन्दा पनि हामीले चाहिँ एकदमै उहाँहरूलाई अलिकति प्रेसर दिएर तपाईँले गर्नु भएन भने प्रशासन लगाएर पनि हामीले गराउँछौँ भनेर एउटा छोरीको जन्म दर्ता बनाएर नागरिकता बनाउनलाई को लागि चाहिँ जन्म दर्ता बनाइदिएर नागरिकताको लागि अगाडि बढाउन सफल भएको कुरा त्यो हेर्दाखेरि चाहिँ मलाई आफूलाई मन चाहिँ त्यसबाट चाहिँ मन छुन्छ अरू केसहरू त सबै अब त्यो छन् नै साधारण नै है हजुर पक्कै पनि यो न्यायिक इजलास र मेलमिलाप केन्द्र स्थापना गरेर नगरवासीलाई सहयोग पुर्याउने यो नगरपालिकाको यो कार्य पनि सराहनीय छ र उनीहरूलाई अनावश्यक यो झन्झट मुद्दा मामिलाको झन्झट सकभर हटाउने र खर्च कम हुने किसिमबाट नगरमै यो समस्या समाधान भयो भने धेरै उचित हुन्छ यहाँहरूको यो कदमको लागि म सराहना गर्न चाहन्छु र उपमेयरज्यू अब अहिले भर्खरै यो धेरै कीर्तिपुर क्षेत्रको लागि एउटा ठुलो भनौँ न एकदमै कोसे ढुङ्गा साबित भइसकेको थियो कीर्तिपुर यो पाङ्गा कीर्तिपुरको वडा नम्बर 8 पाङ्गा क्षेत्रको यो लाल पूर्जाको विषयमा यस विषयमा अलिकति म यहाँलाई आज जोड्न चाहेँ यो हाम्रो कीर्तिपुर नगरपालिकाका मन्त्री पनि भइसक्नु भएको थियो पहिला एकपटक दिलीप महजनज्यू उहाँले पनि त्यो कामलाई गर्नुभयो तर सघाउ त पुर्याउनु भयो तर सफल पार्न सक्नु भएन त्यो काम पनि अहिले नगरपालिकाले सफल पारेको छ यसको लागि नगरपालिकाको प्रशंसा नगरिरहन सकिँदैन कीर्तिपुर नगरपालिका वडा नम्बर 8 को पाङ्गा क्षेत्रमा लाल पूर्जा तयार हुँदैछ अहिले यो काम कसरी सम्भव भयो अलिकति बताइदिनुहोस् न यस विषयमा यो काम चाहिँ जुन पाङ्गाको पूर्जा बन्ने जुन पूर्जा विहीन हुनुहुन्छ पाङ्गावासी हाम्रो स्थानीय पाङ्गावासीहरू चाहिँ लाल पूर्जाबाट विहीन हुनुभएको र लामो समयको प्रयत्न पश्चात हामीले चाहिँ यो पूर्जा बनाएर अब वितरण गर्ने को नजिक हामी पुगेका छौँ सफल भएका छौँ र यसको लागि चाहिँ जुन तह तबकाबाट सहयोग गर्नु भएको छ उहाँहरू सबैप्रति चाहिँ म सन्देश पनि दिन चाहन्छु शुभकामना पनि दिन चाहन्छु हामीलाई धेरै सहयोग गर्नु भएको छ यो यहाँसम्म आइपुग्दाखेरि हामी तदारुकताका साथ हामीले एकदमै पहल कदमी लिएका थियौँ हामीले यो पूर्जा वितरण गर्न हामीले सक्नुपर्छ हाम्रो कार्यकालमा हामी सफल पारेर छोड्छौँ भनेर लागेका थियौँ र हामीलाई चाहिँ सहयोग गर्नुहुने सबैप्रति चाहिँ म धन्यवाद पनि दिन चाहन्छु यही मार्फत र यसमा चाहिँ यो पाङ्गाको चाहिँ जुन बस्ती छ त्यो बस्तीमा चाहिँ खाली देखिएको थियो र त्यसमा चाहिँ यो प्रमाण सङ्केत लेख्ने कुरामा के लेख्ने गाउँ ब्लक भनेर पनि लेख्न नमिल्ने र के लेख्ने त भनेर प्रमाण सङ्केत लेख्ने कुरा चाहिँ त्यो रोकिएको थियो त्यो कुरा हुन सकेको अवस्था चाहिँ थिएन र त्यसले गर्दा लामो समयदेखि चाहिँ रोकिएको अवस्था र यसमा अहिले यहाँसम्म आइपुग्दा हामीले चाहिँ नगरसभाले हामीले निर्णय गऱ्यौँ जुन कार्यपालिकाले निर्णय गऱ्यौँ नगरसभाले निर्णय गऱ्यौँ वडादेखि निर्णय हुँदै हुँदै आइसकेपछि हामीले निर्णय गर्दै गयौँ र जुन कुरामा चाहिँ हाम्रो नापी कार्यालयबाट लेखेर पठाइयो र नापी विभागमा गयो र मन्त्रालयमा गइसकेपछि यसमा चाहिँ माननीय मन्त्रीज्यू पद्मा अर्यालज्यू म नामै लिन्छु उहाँ एकदमै सकारात्मक हुनुभयो त्यो कुरालाई उहाँले चाहिँ एकदमै सकारात्मक भएर म यो चाहिँ पुरा गर्ने कुरामा हामीले भनिसकेपछि उहाँले यो पुरा गर्नको लागि म एकदमै सकारात्मक छु भनेर सकारात्मक भएर जुन
यो कर्मचारी तन्त्र हुनुहुन्छ ब्युरोक्राटको टप कर्मचारीहरू सबैलाई बोलाएर उहाँले एउटा मिटिङ राख्नुभयो, हामीहरूलाई पनि बोलाउनुभयो। त्यसरी बसिसके पश्चात चाहिँ यो काम पुरा हुनै पर्छ है भनेर निर्देशित उहाँले गर्नुभयो। त्यो चाहिँ एकदमै ठुलो कुरा थियो र त्यो भइसकेपछि काम सुरु अगाडि बढ्यो र तदारुकताका साथ अगाडि बढिरहँदाखेरि अलिकति पोलिटिकल क्राइसिसले गर्दा बिचमा यताउता भयो, मन्त्रीज्यूहरू पनि चेन्ज हुनुभयो र मन्त्रीज्यूहरू चेन्ज हुँदा चाहिँ हामीलाई अब अलिकति अप्ठ्यारो हुन्छ कि भन्ने खालको पनि हामीलाई भएको थियो। जुन प्रमाण सङ्केत लेख्ने र अन्तिममा मन्त्रीज्यूबाट चाहिँ निर्णय गर्न मात्र बाँकी थियो, अरू कुराहरू भइसकेको थियो र मन्त्रीज्यूबाट निर्णय गर्न बाँकी रहेको कुरामा अप्ठ्यारो पर्ला कि भन्ने हामीलाई लागेको थियो र हामी फेरि मन्त्रीज्यू चाहिँ मान्य मन्त्रीज्यू शिवमायाज्यू आइसक्नु भएपछि उहाँलाई गएर हामीले ती कुराहरूको बारेमा जानकारी गरायौँ। यसो भइराखेको छ पाङाको नातिको विषयमा र यसमा चाहिँ यो पुरा गर्नुपर्ने हुन्छ मन्त्रीज्यू, यो अन्तिम चरणमा पुगेको छ। धेरै समयपछि चाहिँ हाम्रो पाङ्गावासीले यसमा चाहिँ एकदमै दुःख पाइराख्नु भएको छ। आफ्नो जग्गा जमिन भएर पनि लाल पूर्जा आफूसँग छैन, यो पुरा गर्नुपर्ने हुन्छ भनेर उहाँसँग पुरा गर्दा उहाँले कानुन मन्त्रालय हेरिरहनु भएको र त्यो फाइल पनि उहाँले हेर्नु भएको हुनाले उहाँले त्यसलाई सकारात्मक लिनुभयो र हामीले भन्ने बित्तिकै उहाँले मैले यसलाई बुझेको छु, म सकारात्मक लिन्छु र यसलाई निर्णय गरिदिन्छु भनेर उहाँले भन्नुभयो। त्यो भन्ने बित्तिकै चाहिँ निर्णय पनि गराइदिनु भयो र निर्णय भइसकेपछि चाहिँ अहिले पूर्जा बन्ने तयारीमा छ र पूर्जा बनिराखेको छ र हाम्रो 700+ हुन सक्छन् र त्यो पूर्जा चाहिँ अब यो फागुनको अन्तिम सम्भवतः हामीलाई जानकारी गराउनु भए अनुसार फागुनको अन्तिम अर्थात् चैतको पहिलो हप्ता चाहिँ पूर्जा हामी वितरण गर्न सफल हुन्छौँ भन्ने हो, हामी सफल हुन्छौँ। पक्कै पनि यो एकदम ठुलो सफलता हो। आफूले भोग चलन गर्दै आएको जग्गा भयो, घर भयो, त्यसको घरको आधिकारिकता नभएको अवस्थामा त्यो दिलाइदिनु नगरपालिकाको एकदमै ठुलो काम हो। म यसलाई अब प्रफुल्ल मुद्रामा फेरि धन्यवाद दिन चाहन्छु नगरपालिकालाई। अब अहिलेसम्ममा भनौँ न, अब त्यहाँ कीर्तिपुरको 8 नम्बर वडा पाङ्गामा 585वटा लाल पूर्जाहरू वितरण गर्नुपर्ने भएको छ र त्यसमा 474वटा चाहिँ स्पष्ट किटान भइसकेको छ भनौँ लाल पूर्जा वितरण गर्न मिल्ने भनेर हैन। अब त्यो बाँकी चाहिँ भनौँ अन्दाजी 100वटा जस्तो चाहिँ त्यो के कारणले रोकियो होला, के याद छ? त्यो चाहिँ नि अब मैले अघि भने नि हामी जग्गा जमिनको पछि आउँछ भन्छौँ, अलिकति खिचलो दाजुभाइ बिचको खिचलो के छ त्यो चाहिँ एकचोटि बसेर कुराकानी गर्ने बित्तिकै सुल्लिने खालका विवादहरू छन्। त्यो हामीले हेरेका छौँ र त्यही गएर हेर्दाखेरि हामीले कुराकानी पनि गरेका छौँ र त्यो नातिको टोलीसँग पनि हामी बसेका छौँ। बस्दाखेरि थोरै कुराहरू मात्र दाबी चाहिँ दुईजनाले दाबी गर्नुभएको छ। जुन दाजुभाइको छ भने दुवैजनाले दाबी गर्नुभएको कारणले चाहिँ त्यो खालको छ र एकचोटि बस्दाखेरि धेरै विवादहरू चाहिँ एकैपटकको बसाइमा सुल्झिन्छन्। त्यो हामी उहाँहरूसँग बसेर कुराकानी गरेर सुल्झाउने काम चाहिँ हामी गर्छौँ र केही विवादहरू मात्र अलिकति समस्या भएका चाहिँ केही मात्र छन् भने धेरै चाहिँ एक दुई पटकको बसाइमा चाहिँ टुङ्गिने खालको छ, त्यसलाई पनि मिलाउने कोसिस चाहिँ हामी गर्छौँ र मिलाउँछौँ। हजुर, पक्कै पनि यो एकदमै कोसे ढुङ्गा साबित भएको थियो यो लाल पूर्जा लिने काम। यो चाहिँ सफलताका साथै हाम्रो टिमले गरिसकेको छ। यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु उपमेयरज्यूलाई। र यसको लागि कुनै किसिमको अतिरिक्त खर्चको पनि के जोड गर्नुपर्ने छ कि त्यतिकै निःशुल्क भनौँ न साधारण खर्चमै चल्छ? त्यसको लागि खर्चको भनेर त्यस्तो जो गर्नुपर्ने त हुँदैन, राजस्व केही होला। अब प्रचलित कानुन बमोजिमको अलिअलि राजस्व त दिनुपर्ने राजस्व चाहिँ जति छ कानुन अनुसारको, त्यो बाहेकको अरू त्यस्तो खालको जो गर्नुपर्ने अवस्था त हुँदैन। साधारण अब जुन लाग्ने राजस्व प्रचलित कानुन अनुसारको राजस्व हजुर त्यो चाहिँ हुन्छ नै, त्यो बाहेकको त हुँदैन। हजुर, पक्कै पनि यो लाल पूर्जा वितरण गर्ने कार्यले कीर्तिपुरमा एउटा ठुलो लहर छाएको छ। अहिले पाङ्गाका बासिन्दाहरू एकदम खुसी छन्। यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु उपमेयरज्यूलाई र सम्पूर्ण टिमलाई। अब यसपछि म हाम्रो नगरपालिकाको गतिविधिको बारेमा अलिकति सोधौँ। अहिले के कस्तो एक्टिभिटीहरू भइरहेछ त्यहाँनिर, विकास निर्माणका कामहरू बारेमा अलिकति बताइदिनुहोस् न। विकास निर्माणको काम हुन त अब यो विकास निर्माण पूर्वाधार विकास मात्र हामी विकास होइन, सामाजिक विकासको पाटो, जीवन स्तरमा हुन सक्ने परिवर्तन चाहिँ विकास हो भन्छौँ, हुन पनि त्यही हो। तर हामीसँग चाहिँ के रह्यो त भन्दा विकासको आधार, पहिलो आधार पूर्वाधार नै हामीसँग पुरा भएको अवस्था थिएनन् र छैनन् पनि। त्यो हुँदा हामीले पूर्वाधारलाई चाहिँ प्राथमिकता दियौँ र पूर्वाधारलाई प्राथमिकता, सामाजिक विकास सँगसँगै पूर्वाधारलाई पनि प्राथमिकता दिएर हामीले काम गरेका छौँ। अहिले हेर्दा हाम्रोमा
मुख्य सडकहरू है किर्तिपुरमा रहेको मुख्य सडक कसलाई भनिन्छ भन्यो भने हामीले यो मुख्य सडकहरूको चाहिँ हामीले वर्गीकरण गरेका छौँ नगरपालिकाले। त्यो चाहिँ किर्तिपुरवासीमा पुर्याउनु जरुरी छ। जुनभित्र चाहिँ मुख्य सडकहरू भनिएको छ, जुन किर्तिपुर चक्रपथ भयो, नगाउँ भत्केपाटी पुष्पलार सडक भयो, छुगाउँ चौध सडक भयो, ती खालका अलिकति मुख्य सडकहरू, ढालपाको सडक भयो, त्यो मुख्य सडकहरूलाई हामीले फराकिलो गर्ने काम गरेका छौँ। जुन चाहिँ फिनिसिङ हुन बाँकी छ त्यो फिनिसिङको काम चाहिँ हामी गराउने तयारीमा छौँ। त्यो छौँ भने हामी निर्वाचित भएर आउनुभन्दा अगाडि र सहायक सडकहरू पनि जुन चाहिँ साना बाटाहरू थिए त्यसलाई पनि हामीले विस्तार गर्ने काम र सजिलो बनाउने काम चाहिँ हामीले गरेका छौँ। धेरै ठाउँहरूमा देख्न सकिन्छ, हेर्न सक्नुहुन्छ। धेरै सडकहरू चाहिँ हिलोमुक्त होस् भनेर हामीले ढलान गर्ने कामहरू ठाउँमा गराएका छौँ, पिच गर्ने कामहरू गराएका छौँ। त्यो सँगसँगै सके जति कतिसम्म भएसम्म पाइपलाइन विस्तार गराएका छौँ, ढलका विस्तार गराएका छौँ। ढलको काम त धेरै काम भएको छ ढलको किर्तिपुरमा। अहिले वडा नम्बर 4, 5 र 6 बाहेक धेरै स्थानहरूमा 5 मा पनि भएको छ। धेरै अधिकांश सबै ठाउँमा ढलहरू चाहिँ पुगिसकेको अवस्था छ। त्यसरी हामीले गराएका छौँ भने खानेपानीको समस्या भनेको चाहिँ हाम्रो यो खानेपानीको व्यापक समस्या थियो। जुन हामी उम्मेदवार हुँदाखेरि धेरै समस्या थियो र खानेपानीको समस्याको समाधान पर्सेन्टकै हिसाबले भन्यो भने म चाहिँ 75% चाहिँ हामीले समस्याको समाधान गऱ्यौँ भन्छु। त्यो चाहिँ 25% चाहिँ जुन स्रोतले पनि भ्याउँदैन हामीसँग, बस्ती विकासले गर्दा स्रोतले पनि नभ्याउने हुँदाखेरि चाहिँ मेलम्तीकै भर पर्नुपर्ने हुन्छ, त्यस्तो खालको छ। त्यसरी खानेपानीको समस्यामा पनि हामी एकदमै उसमा लाग्यौँ। क्युबिएलसँगको चाहिँ उसमा निर्देशित गरेर क्युबिएललाई यो गर्नुपर्छ भन्दै हामीले त्यसरी काम गरेका छौँ। र सडकको चाहिँ मुख्य सडकहरू 90% मुख्य सडक हामीले विस्तार गरेका छौँ। मुख्य सडकमा 90% काम चाहिँ विस्तारका काम भएका छन्। र मैले भने नि सडक भनेपछि वर्गीकरण चाहिँ हामीले गरेका छौँ है नगरपालिकाले, कुन सडक मुख्य पर्छन्, कुन सडक सहायक पर्छन् भनेर। र बुझाइमा के रहन्छ भने सहायक सडक पनि यो मुख्य सडक हो कि किन भएन त भन्ने कुरा रहन्छन्। र त्यसरी हेर्दा चाहिँ हामीले के चाहिँ बुझ्नुपर्छ भन्दाखेरि ठक्कै हेर्दाखेरि फोकस कुन हुन्छ भन्दा मानिसको पनि स्वास्थ्य हेर्दा फेस फोकस हुन्छ नि त। त्यो हुँदाखेरि पहिलो त हामीले किर्तिपुर जुन छ यो मुख्य सिटी त्यसलाई ध्यान दिनुपर्छ र समान माथि बसेर चरा जस्तो हेर्दा समान 1 देखि 10 वटै वडालाई समान विकास गर्ने गरी हामी गएका छौँ, हेरेका छौँ। तर त्यति हुँदै पनि मुख्य पोइन्टमा चाहिँ अलिकति प्राथमिकतामा पर्छ नै, जो स्वाभाविक कुरा हो त्यसलाई स्वीकार्नुपर्छ, सबैले भन्छु मैले। त्यो छ र हामीले पार्कहरू निर्माण गर्ने काम पनि गराएका छौँ। त्योसँगै फुटपाथहरू हाम्रो बनेका छन्, तर फुटपाथ पनि अपाङ्ग मैत्री चाहिँ अहिलेसम्म भइसकेका छैनन् है। त्यो बनाउने क्रममै छौँ हामी। त्यसमा ऱ्याम्पहरू बनाउन बाँकी छ, टेक्टाइलहरू चाहिँ हामीले राखेका छौँ, पोलहरू सार्न बाँकी छ। पोल सार्ने काम अहिले भइरहेको छ, प्राधिकरणसँग हामीले समन्वय गऱ्यौँ, पोल सार्ने काम भइरहेको छ। त्यसरी हामीले पूर्वाधारका कामहरूमा गरेका छौँ भने अर्को यो मात्रै हामी यो प्रविधि मैत्री बनाउँछौँ भनेर अहिले 65 वटा स्थानहरूमा चाहिँ फ्री वाइफाईको व्यवस्था गर्ने गरी हामी लागेका छौँ। र नगरपालिकाभित्रको सिस्टमलाई पनि व्यवस्थित बनाउँछौँ भनेर हामी लागेका छौँ। र जुन चाहिँ नक्सामा हेर्न सकिन्छ इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम, जो नेपालकै टप छ, अरू सिस्टमहरू पनि हामीले बनाएका छौँ। त्यो हुँदाखेरि चाहिँ हामीले प्रविधि मैत्री जुन चाहिँ पेपरलेस नगरपालिका बनाउँछौँ भनेर हामी लागेका छौँ। जुन कुरामा चाहिँ अहिलेको 21औं शताब्दीमा हामीले पेपरबाट डकुमेन्ट बनाउने भन्दा पनि प्रविधिबाट चाहिँ हामी डकुमेन्ट बनाउँछौँ, डकुमेन्टेसन गर्छौँ। त्यो हुँदा पेपरलेस हुन्छ, आफ्नै घरमा बसेर पनि सुविधा लिन सक्ने किसिमको चाहिँ व्यवस्था गर्छौँ भनेर हामी लागिराखेको अवस्था चाहिँ छ। र अर्को उत्पादन समूहहरू बनाएका छौँ हामीले, महिलाहरूलाई विशेष गरेर महिलाहरूलाई चाहिँ जोड दिएका छौँ। र हामीले सुरु चरणदेखि नै महिलाको लागि चाहिँ संवैधानिक हक र कानुनी व्यवस्था भनेर पनि हामीले 10 वटै वडामा अभियानकै रूपमा तालिम दिएका थियौँ। र अहिले सिपमूलक तालिमहरू दिएर उहाँहरूलाई कसरी हुन्छ यो पार्ट टाइम भनौँ न, घरको काम सकिसकेपछि बच्चा स्कुल पठाइसकेपछि पनि महिलाहरूले गर्न सक्ने कामहरू त्योतिर ध्यान दिएर चाहिँ हामीले यो उत्पादन समूहहरू जोडेर कामहरू गरिराखेको अवस्था छ। त्यसरी स्वास्थ्यमा त अब धेरै कामहरू स्वास्थ्यका गरेका छौँ हामीले। अब कोभिडकै बेलामा पनि सुविधा सम्पन्न एम्बुलेन्स चाहिँ ल्यायौँ। अब यो पिसिआर ल्याब स्थापना गर्नेदेखि लिएर अब ज्येष्ठ नागरिकलाई सुगर प्रेसरको औषधका नियमित हाम्रो ऊबाट नै चलिराखेकै छ। हामी निर्वाचित भएर आएदेखि नै दिएका छौँ भने प्रजनन स्वास्थ्यसँग रहेर पनि हामीले कार्यक्रमहरू गर्ने कामहरू चाहिँ गरिराखेका छौँ। शिक्षामा अब जुन इसिडीका क्लासहरूलाई व्यवस्थित गर्ने काम गऱ्यौँ। सबै विद्यालयहरूमा चाहिँ अहिले नेपाल सरकारले ल्यायो सेनिटरी प्याड विद्यालयमा लानुपर्छ भनेर, त्यो कन्सेप्ट हामीले पनि ल्याएका थियौँ। नगरपालिकाले सुरुमै सेनिटरी प्याड
चाहिँ स्कुलहरूमा पुर्याउने भेन्डिङ मेसिन डिस्पोजर मेसिन पुर्याउने भने त्यो खालको कन्सेप्ट ल्याएर हामीले काम गरिराखेको यसरी काम गरेको अवस्था चाहिँ छ। हजुर उमेशजी मैले एउटा कुरा सोध्न खोजेँ यहाँनिर अलिकति मलाई स्पष्ट भएन के भने नि यो कीर्तिपुरको वडा नम्बर 7 पर्छ होला भाजङ्गलदेखि त्यो इन्चु गाउँसम्म जोड्ने बाटो चाहिँ मुख्य सडकमा पर्छ कि सहायक सडकमा पर्छ हजुर यो चाहिँ? त्यो चाहिँ हाम्रो ठ्याक्कै मुख्य सडक नै भनेर चाहिँ त्यो पर्दैनन् सहायक नै पर्छन् तर त्यो सडक चाहिँ हाम्रो प्राथमिकताको सडक हो र प्राथमिकताको सडक भएको कारणले चाहिँ हामीले त्यो सडकलाई चाहिँ हाम्रो जुन अहिले बनिराखेकै अवस्था छ नि त बनेको अवस्था छ तर बन्दाखेरि पनि के भयो त भन्दा केही कामहरू चाहिँ पुरा भएका छैनन् है त्यहाँ पुरा भएका छैनन् र पुरा गर्ने गरी चाहिँ हामी लागि परेको अवस्था नै छ। त्यतातिर नै अहिले भनौँ न अब बनिरहेको बाटोमा पनि अलिकति मिचेर घर बनाउने अथवा जग्गा नछोड्ने किसिमको यो पनि निकै नै चलेको छ अब त्यहाँनिर त्यसतर्फ पनि अलिकति ध्यान दिनु पर्ला नगरपालिकाले। यस्तो छ अब जग्गा चाहिँ के छ भने अब यो सम्पत्ति सम्बन्धीको अधिकार त छ नै त्यो हुँदाखेरि उहाँहरूले अब चित्त बुझेन भने मुआवजा दिएर चाहिँ सडक बनाउन सक्ने अवस्था त नगरपालिकाको रहँदैनन्। त्यो हुँदा चित्त नबुझ्नेले चाहिँ मुआवजाको लागि के गर्ने भन्ने गरी उहाँहरू जान पनि सक्नुहुन्छ अदालत जान पनि सक्नुहुन्छ। मैले सधैँ भन्ने गरेको छु चित्त नबुझ्दा तपाईँहरू जान सक्नुहुन्छ भनेर तर सडकको मापदण्ड छोड्ने काम चाहिँ त्यो चाहिँ जुन किसिमको जसको उसमा परेको छ नजिक पर्छ उहाँहरूको पनि हो र यो चाहिँ के छ भने सबैले बुझ्नु जरुरी छ सडक भनेको चाहिँ एउटा नगरपालिकाले बनाउन लाग्यो नगरपालिकाको लागि होइन यो भनेको हामी सबैको लागि हो र बनाउने र राम्रो बनाउने काममा हामी सबै लाग्नुपर्छ भनेर जबसम्म हामीले आफ्नो सोचाइलाई चेन्ज गर्न सक्दैनौँ तबसम्म चाहिँ अलिकति जटिलता चाहिँ हुन्छ। त्यहाँ चाहिँ जटिलता भन्दा पनि त्यहाँ पनि सपोर्ट त गरिरहनु भएको छ किनकि हामीले विस्तारको काम पुरा गरिसकेका छौँ केही बाहेक केही त 100% त कहीँ पनि हुन सक्दैन त्यो बाहेक चाहिँ कामहरू भइरहेका छन् त हामी पनि त्यो सडकलाई पनि पूर्णता दिनुपर्छ भनेर हामी लागिरहेको चाहिँ छौँ। हजुर यसरी मापदण्ड नगरपालिकाले निर्धारण गरिसकेको अवस्थामा पनि अब यो मुख्य सडकहरूमा चाहिँ अब मापदण्ड छोडिसकेको ठाउँमा पनि फेरि अहिले पिलर ठडाएर टराहरू बनाउने र बाटोमै जोड्ने किसिमको यस्तो पनि काम भइरहेको छ। यतातिर चाहिँ नगरपालिकाको नजर जान्छ कि जाँदैन हजुर? जान्छ गएर हामी भत्काउँछौँ तर उहाँहरूलाई के छ भने नक्सा पास हुँदैन भत्काउँछौँ हामीले तर त्यो चाहिँ के छ भने भत्काउन नजाउन्जेल चाहिँ के गर्ला र नगरपालिकाले भनेर बनाउनु भएको होला। त्यसमा चाहिँ उहाँहरूलाई चाहिँ नबनाउनको लागि चाहिँ म चाहिँ आग्रह गर्न चाहन्छु नबनाइदिनुहोस् किनकि आफैलाई पनि हामीले गएर त्यहाँ चाहिँ एग्रेसिभ भएर नगरपालिकाले भत्काउनु भन्दा पनि आफैले नबनाउनु चाहिँ राम्रो कुरा हो किनकि लगानी खर्च भइसकेको हुन्छ त्यो खालको खर्च गर्ने हिसाबमा चाहिँ नजानको लागि चाहिँ आग्रह र अनुरोध पनि गर्छु म। हजुर हस् व्यस्तताका बावजुद पनि हामीलाई यतिका समय दिएर यतिका जानकारी दिनुभयो म नेवा एफएमको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु केही कुरा राख्ने अवसर दिनुभयो यसको लागि धन्यवाद दिन चाहन्छु। हस् भविष्यमा पुनः जोडिने आशा राख्दै म आज यहाँसँग छुट्टिएँ है त। हुन्छ पछि पनि हामी जोडिन सक्छौँ। हजुर हुन्छ हस् नमस्कार हस् शुभ उहाँ हुनुहुन्थ्यो कीर्तिपुर नगरपालिकाका उपमेयर तथा प्रवक्ता सरस्वती रिजाल खड्का। आजलाई यति नै नमस्ते शुभ।